पाल्पा जिल्लामा रहेको भैरवस्थान मन्दिरको इतिहास। यो मन्दिरको स्थापना 16औं शताब्दीमा मणिमुकुन्द सेनको पालामा भएको थियो, जसले पुराना कोटमा राज्य गर्दथे। एक दिन सपनामा उक्त डाँडाको पूर्वपट्टि मन्दिर स्थापना गरी बटुक भैरव र काल भैरवको पूजा गराउनु भन्ने आकाशवाणी भए अनुसार उहाँले स्थापना गरेको किम्वदन्ती रहेको छ। यो भैरवस्थान मन्दिर स्थापना हुँदा आकाशबाट एक जोडी पितलको झ्याली भैरवस्थान र खस्यौली गाविसको सिमाना चिलाङ्दीकोटमा झरेको थियो, जुन अहिले तानसेनको दसैँ घरमा राखिएको छ। भैरवस्थानको नित्य पूजा, दैनिक रात्रिकालीन श्रृङ्गार पूजा, श्रीकेशको कालीगण्डकीबाट नियमित रूपमा जललाई पूजा गर्ने गरिन्छ, जुन अहिले जयधारालाई विश्वास गरिन्छ। यस मन्दिरमा एसियाकै सबैभन्दा ऐतिहासिक ठुलो त्रिशूल रहेको छ, जुन 16औं शताब्दीमा नै रहेको किम्वदन्तीमा छ। यस मन्दिरमा पञ्चौलीको रूपमा बोकासहित 5 वटा बलि चढाइन्छ। रागा, भाले, हाँस र परेवा चढाइन्छ भने नयाँ बाली भित्रिएपछि कोदो र मकै बाहेक सबै अन्नको रोट पकाएर चढाइन्छ। यस मन्दिरमा पूजा भाकल गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ। भाकल पुरा भए पश्चात पाथी मानाका विशाल रोट पकाएर मन्दिरमा चढाएर आफन्तहरू माझ बाँडेर खाने चलन रहेको छ। यस मन्दिरमा रहेको अखण्ड ध्वनिमा रहेको अखण्ड ज्योति स्थापना कालदेखि अहिलेसम्म बोलिरहेको छ। यस मन्दिरमा दैनिक विसर्जन पूजा, सन्ध्याकालीन आरती पूजा र बिहान रात्रिकालीन श्रृङ्गार पूजा गरिन्छ। यो मन्दिर 4 थोक, नारायण थोक, हार थोक, सिलाङ थोक, कोटथोक र 4 कोट, रिब्दीकोट, पुराना कोट, सामाकोट र भारकोटको बीचमा रहेको छ। यस मन्दिरमा रोट पकाउने, चढाएको बोली सफा गर्ने तथा भक्तजनहरूको खाना बस्नको लागि राम्रो व्यवस्था रहेको छ। यस मन्दिरमा विशेष गरी शनिबार र मङ्गलबारको दिनमा दर्शन गर्ने भक्तजनहरूको घुइँचो लाग्ने गरेको पाइन्छ। धन्यवाद। मन परेमा लाइक, कमेन्ट र सेयर गर्न नबिर्सनुहोला।